हेलो, हाई, नमस्ते। यहाँहरू सम्पूर्णलाई नमस्ते। म आज यहाँहरू समक्ष एउटा पुस्तक लिएर आएकी छु। यो पुस्तकको नाम छ पौरखी पात्र, महिला उद्यमीका सङ्घर्ष र सफलताका कथा। यसका लेखक हुनुहुन्छ दलबहादुर गुरुङ, प्रगतिशील लेखक, कवि अनि समीक्षक पनि हुनुहुन्छ। र यो पुस्तकलाई अङ्ग्रेजी भाषामा पनि अनुवाद गरेको छ। यो अङ्ग्रेजी भाषा चाहिँ माधव कुमार पौडेलज्यूले अनुवाद गर्नुभएको छ। प्रकाशक चाहिँ महिला उद्यमशीलता प्रवर्धन नेपाल, गुमादेवी आचार्यको अध्यक्षतामा रहेको यो संस्थाले यो पुस्तक प्रकाशन गरेको तथा लेख्नुभएको चाहिँ दलबहादुर गुरुङ। उहाँले चाहिँ 3 दर्जनभन्दा बढी सङ्घर्षशील महिलाहरूका कथा, सफलताका कथाहरूलाई यहाँ प्रस्तुत गर्नुभएको छ। देशलाई समृद्धतर्फ लग्नको लागि पौरखी बन्नुपर्छ र त्यसमा पनि महिला पात्रहरूले देशलाई समृद्धतर्फ लग्नको लागि के कस्ता योगदान दिनुभएको छ र उहाँहरूको भूमिका के छ, कस्तो छ त भन्ने कुरालाई चाहिँ अत्यन्तै राम्रोसँग यहाँ प्रस्तुत गर्नुभएको छ। र यो किताब पढ्दै जाँदाखेरि सबै हरेक कथाहरू एक नम्बर नै छन्। उच्च सम्मान योग्य नै छ सबैका कथाहरू। प्रसङ्ग मलाई चाहिँ एउटा के भन्न मन लाग्यो भने, म एकचोटि भएर गएको थिएँ, त्यसमा मैले चाहिँ एउटा नारी भनेर लेखेको सेनिटरी प्याड प्रयोग गरेको थिएँ। त्यो चाहिँ कस्तो भने अहिलेसम्म मैले फेला नपारेको अनि चलाउँदै गरेको जुन सेनिटरी प्याड छ नि, त्योभन्दा अत्यन्तै राम्रो। मलाई चाहिँ एकदमै चित्त बुझ्छ खालको। अहिलेसम्म मैले भेटेको थिएन, कहाँ पाउँछ होला भनेर मैले चाहिँ मेरो बहिनी मार्फत, ठुटी पिपल मार्फत चाहिँ मलाई धेरै मगाएर चाहिँ लिएर आएँ काठमाडौँमा। कहाँ पाउँछ होला भन्ने मलाई एउटा उत्सुक पनि थियो। तर यो किताब पढ्दाखेरि चाहिँ उहाँको कथा मैले यहाँ भेटेँ अनि त्यसपछि यो मलाई पढ्न मन लाग्यो र यहाँहरू समक्ष पनि यो कथालाई प्रस्तुत गर्न मन लाग्यो। र यहाँ पुस्तकमा जे छ त्यो म सरस्वती वाचन गर्न चाहन्छु। अहिलेलाई चाहिँ मात्रै उद्यमशील महिलाका सफलताका कथाहरू मध्येको एउटा सफलताको कथा यहाँहरू समक्ष प्रस्तुत गर्न गर्दछु र बाँकी दिनहरूमा पनि यहाँ सबै महिलाका कथाहरूलाई मैले प्रस्तुत गर्ने नै छु। उद्यमी उमा, उहाँको कथा म सुरु गरेँ। बजार बुझ्नेले नै हजार कमाउँछ भन्थे। हो रहेछ, बजारको खाँचो, अभाव र आवश्यकता पहिचान गर्न सक्नेले नै आफूलाई उद्यमी बनाउन सक्दा रहेछन् भन्ने कुरा उमादेवी अर्यालबाट थाहा पाउन सकिन्छ। उमाले धेरै वर्षसम्म तानसेनमा सिरक डसनाको पसल चलाइन्। आम्दानी राम्रै गरिन्। सिरकबाट सेनिटरी प्याडतिर लागेको 3 वर्ष पुग्यो। उनले बजारमा सेनिटरी प्याडको खाँचो बुझिन्, आवश्यकताको पहिचान गरिन् र थालिन् नारी सेनिटरी प्याड उद्योग सञ्चालन गर्न। सेनिटरी प्याडका लागि आवश्यक पर्ने मेसिन, सिप र कच्चा पदार्थका बारेमा बुझ्न उनी भारत पुगिन्। त्यहाँ उनले सेनिटरी प्याड सम्बन्धी धेरै कुरा सिकिन्, जानिन् र नेपाल फर्केपछि काम थालिन्। नारी सेनिटरी प्याड उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा 2075 सालको चैत्र 18 गते दर्ता गरिन्। उद्योग थालेपछि उनलाई ऊर्जा मिल्यो, उत्साह थपियो र उमङ्ग छायो मनमा। उनको उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ चीनबाट आउँछन्। नारी स्वस्थ भएमा नेपाल नै स्वस्थ हुन्छ भन्ने उनको उद्योगको मूल नारा छ। नारीहरूका निम्ति प्रयोग हुने स्वास्थ्य सामग्री भएर नै होला खपत अत्याधिक र उत्पादन एवं बिक्री राम्रो भएको उनले बताउँदै थिइन्। महिलाहरू महिनावारी हुँदा सेनिटरी प्याड अति नै आवश्यक पर्ने भएको हुँदा सो सम्बन्धी उद्योग सञ्चालन गर्दा कसो होला भनेर आफ्ना श्रीमान गोपाल अर्यालसँग सल्लाह गरिन्। सोही सल्लाह, समर्थन र सहयात्राको परिणाम नै आजको नारी सेनिटरी प्याड उद्योग हो। अहिले बुढाबुढीले नै मेसिन चलाउँछन्, श्रम लगाउँछन्, सिप पोख्छन् र पसिनाको मूल्य बुझ्दैछन्। 40 लाख रुपियाँबाट
सुरु गरेको आफ्नो उद्योगमा अहिले करिब 1.5 करोड पुँजी पुगिसकेको छ र बजारमा उठ्नै 25 लाख छ। नारी सेनिटरी प्याड उद्योग तानसेन बजार नजिकै सञ्चालन गरेकी छिन्। आफू र श्रीमान स्वरोजगारी भएका छन्। स्थानीय 4 महिला र 3 जना पुरुषहरूलाई रोजगारी दिएकी छन्। उनीहरूले दैनिक 8 घण्टा काम गर्दा मासिक 15,000 सम्म तलब पाउँछन्। उमा र गोपालले भने बिहानैदेखि साँझसम्म आफ्नै उद्योगमा काम गर्छन्। उनीहरूलाई घण्टा सुईले खासै फरक पार्दैन, तलब भने आफ्ना खातामा चढाउँदा रहेछन्। नारी सेनिटरी प्याड उद्योगबाट उत्पादित प्याडहरू यति बेला रूपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पा र दाङसम्म बिक्री भएका छन्। बुटोल रहेको होलसेल पसलबाट महिलाको सरदर 12 लाखसम्मको बिक्री हुँदै आएको सुनाइन्। त्यो उनको मिहिनेतको फल हो। एकपटक प्रयोग गरेपछि फालिने सेमी म्यानुअल मेसिनबाट उत्पादन गरिएको, सुरक्षित एवं स्वच्छ, प्रयोगका निम्ति सजिलो हुने, लेक जेलयुक्त र अन्य प्याडको तुलनामा आफूले उत्पादन गरेको प्याड उत्तम रहेको विशेषता बताइन्। आफूले उत्पादन गर्ने प्याडको माथिल्लो भाग कटन लेयर्स रहने बताउँदै गर्दा अरूले सस्तो र प्रतिस्पर्धाका निम्ति नाइलनको लेयर्स राख्ने गरेको कुरा सुनाइन्। आफ्नो उत्पादनसँग भारतीय सेनिटरी प्याडको कडा प्रतिस्पर्धा रहेको बताइन्। उनले उत्पादन गरेका प्याडलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राखी खरिद गर्दै आएका छन्। नारीका लागि नारीद्वारा उत्पादित नारी सेनिटरी प्याडले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ। उनको उद्योग दैनिक 2500 गोटासम्म सेनिटरी प्याड उत्पादन हुँदै आएको छ। एउटा प्याड 10 ग्रामदेखि 13 ग्रामसम्मको र साइजमा 250 देखि 320 mm सम्मको हुँदो रहेछ। एउटा प्याकमा 6 देखि 8 वटासम्म प्याड हुने र बजार मूल्य 60 देखि 100 रुपियाँसम्म पर्ने उमाले जानकारी गराइन्। उमाले उत्पादन र बजारीकरणमा ध्यान दिएकी छन्। त्यसैले त छोटो समयमा उनको उद्यम फस्टाएको छ। उमाको छोरीले त्रिभुवन विश्वविद्यालय क्याम्पस पाल्पा बतासेमा BSc प्रथम वर्ष पढ्दैछिन्। छोराले देववाणी साधारण तथा संस्कृत माविमा कक्षा 8 पढ्दैछन्। सोही विद्यालय व्यवस्थापन समितिको सदस्य हुन् उमा। पाल्पा व्यापार सङ्घको कार्य समितिमा सहसचिव रहेकी उनले आफ्नो उद्योगलाई देशकै नमुना उद्योगका रूपमा स्थापित गर्दै देशभर नारी सेनिटरी प्याड पुर्याउने मनसुवा राखेकी छिन्। 10 कक्षा पढ्दै गर्दा उमादेवी सोमय मगरले 2056 सालमा गोपाल अर्यालसँग अन्तर्जातीय विवाह गरेकी थिइन्। त्यति बेला गोपाल 25 वर्षका लक्का जवान थिए, उमा 17 वर्षीय किशोरी। उनीहरूलाई सामाजिक तथा आर्थिक कठिनाइ थियो। बिएपछि भागेर 5 महिनासम्म वीरगन्जमा बसे। गोपालले उतै काम गरेर उमालाई पाले। घरमा आएपछि केही समय उमालाई बुहार्तन सकसपूर्ण भयो। तैपनि समझदारीमा उनीहरू अघि बढे। आज सबै परिवार खुसी छन्। उमाको उपस्थितिले गोपालको जीवनमा नयाँ आयाम थपियो। उमाले गोपाल जस्तो भावना बुझ्ने र परिश्रमी श्रीमान पाएकोमा मक्ख छिन्। दुवैजना आफ्नै उद्यममा रमाएका छन्, दाम कमाएका छन्। वर्षमा 50-60 लाखको कारोबार गर्छन्। खर्च कटाएर 5-7 लाख बचत गर्छन्। घर व्यवहार चलाएका छन्। सन्तानका शिक्षा दीक्षामा लगानी गरेका छन्। सफल उद्यमी बनेर उमाले परिचयको दायरा बढाएकी छिन्। यसरी उमा सोमय मगर र गोपाल अर्यालको दाम्पत्य जीवनले सुरु गरेको एउटा सानो व्यवसाय, घरेलु उद्यमी बाट एउटा सफल व्यापारी बन्ने तर्खरमा हुनुहुन्छ। उहाँहरूको यो सफलताका कथाले पक्कै पनि अर्को नारीलाई, अर्को पुरुषलाई, अर्को दाम्पत्य जीवनलाई पनि त्यसतर्फ डोरिने एउटा प्रेरणा दिनेछ। अहिलेलाई धन्यवाद।
अर्को पटक अर्को कथा लिएर उपस्थित हुनेछु। मन पर्यो भने उद्यमी उमाजीलाई पनि भेट्नुहोला र नारीपाटको बारेमा पनि यहाँहरूले चाहिँ सोच्नुहोला, जसले नेपाललाई समृद्धतर्फ धकेल्छ, परिश्रमी पौरखी पात्र बन्न प्रेरित गर्छ। धन्यवाद।